आउनुहोस् आज हामी हाम्रो फ्याक्ट्रीमा शुद्ध लोकल तोरीको तेल कसरी प्रशोधन गरिन्छ भनेर हेर्छौँ। सुरुमा तोरीमा भएको भुस र माटोको डल्लाहरू हामीले मिसिनबाट छानेर निकाल्ने गर्छौँ। भुस र माटाका डल्ला निकाले पश्चात हामीले हाम्रो कोल्ड प्रेस मेसिनद्वारा ओइल एक्सट्र्याक्सनको काम अगाडि बढाउँछौँ। ओइल एक्सट्र्याक्सनको हरेक काम अनुभवी व्यक्तिबाट मात्रै गर्नुपर्ने हुन्छ, जसले गर्दा तेल शुद्ध र सफा एक्सट्र्याक्सन हुन्छ। अब लागौं ओइल फिल्टरेसन प्रोसेसमा। जति पनि एक्सट्र्याक्ट गरेको ओइल हामी एकट्ठा गर्छौं र हेभी पार्टिकलहरू जस्तै काती तर्कनलाई 3 दिनदेखि 5 दिनसम्म स्टोर गर्छौं। ओइल फिल्टरेसन प्रोसेसमा तर्केको ओइललाई थप मोटो मोटो कपडाबाट बाँकी रहेको कातीलाई छानिन्छ र रेडी टु प्याक ओइल तयार पारिन्छ। प्याकेजिङमा सबैभन्दा ध्यान दिनुपर्ने लेबलिङ हो र प्रणाम ओइलको लेबलिङ गरेपछि हामीले चितवनबाट अल ओभर नेपाल डेलिभर गर्छौं। हजुरलाई हाम्रो भिडियो कस्तो लाग्यो? यदि राम्रो लागेछ भने हाम्रो भिडियोलाई लाइक र यो पेजलाई फलो गर्न नबिर्सिनुहोला। साथै हाम्रो प्रणाम ओइल अनलाइन अर्डर गर्नको लागि तल दिएको नम्बरमा कल गर्नुहोला। आजको लागि यति नै। अर्को भिडियोमा हामी फेरि भेटौँला। प्रणाम।